सुत्किदेऊ हाँस त हाँस न हाँस पो त फेरि ल यहाँ सुत्केरीको लागि चाहिँ यहाँनिर मेरो चेलीहरू दुईजनाले सुत्केरी मसला रेसिपी बनाउँदै हुनुहुन्छ। हेलो हजुर नमस्कार। यहाँ सुत्केरी मसला बनिरहेको छ। तयार हुँदैछ सुत्केरीको लागि। मान्छेको आगमन सँगसँगै नयाँ नयाँ परिकारहरू सुत्केरीको लागि बन्दैछ साथीहरू हेर्नुहोस् है। हजुर एकदम कडा मेहनत छ। फेरि मेरो कान्छी पनि फेरि एकदम खोज अनुसन्धान पनि हो नि त, कसरी के गर्नुपर्छ, कहाँबाट निकाल्नुपर्छ, के गर्नुपर्छ, सबै नाम लिस्ट तयार पारेर चाहिँ म चाहिँ अघि डिपार्टमेन्ट होइन डिपार्टमेन्ट गएर त्यो लिस्ट अनुसारको सामान ल्याएर बहिनीलाई भनेर दिइसकेको छु होइन। बहिनी र दिदीले दुईजना मिलेर चाहिँ यहाँ बनाउँदै हुनुहुन्छ है। एकदम फेरि यता अलिक फेरि राम्री त फेरि बहिनी त त्यही छ, दिदी पनि है फेरि त्यस्तै राम्रीको छ। राम्रो हुन्छ फेरि दिदी बहिनीलाई मात्रै राम्रो भएर दिदी फेरि भरे फेरि मलाई अहिले भिडियो अफ हुने बित्तिकै मलाई फेरि चाबुक फेरि बाँधेर ए तँलाई भनेर मलाई भन्नुहुन्छ है। फाइनली सुत्केरी मसला के भन्छ तयारी भइसक्यो है। साथीहरू यस्तै छ। ल तिमीले म गर्छौ नि त। मसला रेडी भइसकेको छ। ल एकदम स्वादिष्ट बास्ना आइरहेको छ। साथीहरू अनि अब तपाईँहरू पनि तपाईँको घरमा यस्तो अब सुत्केरी हुनुहुन्छ भने यो चाहिँ बनाएर खुवाउनु नछोड्नुहोस्। किन मैले आफैले पनि हस्पिटलमा होइन यस्तो मैले आफैले पनि हस्पिटलमा आमा भएको चाहिँ आफ्नो ज्यानको अन्तिम समय जस त्यागेरै भने बलिदान भनौँ न, बलिदान दिए पनि सन्तानलाई जन्म दिँदो रहेछ क्या। त्यही भएर आमालाई नराम्रो भन्ने, आमालाई गाली गर्ने, आमाको कुरा नसुन्ने छोराछोरी पनि अलिक ठुलो है। फेरि साथीहरू छोरी मान्छे आमा भनेर चाहिँ त्यस्तो आफ्नो ज्यानलाई बलिदान दिएर आफ्नो सन्तान जन्माउने भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ एकदम नारीको ओभरेस्टेड नारीलाई चाहिँ एकदम माया गर्नुपर्छ, राम्रो गर्नुपर्छ भन्ने किसिमको नै छु। त्यही भएर तपाईँको अब मेरो अब अहिले सुत्केरी भइरहेको छ। हामीले एकदम कुनै पनि कुरामा चाहिँ हामी कमी कमजोरी यता फेरि कुनै पनि कुरामा कमी कमजोरी नगर्ने कुनै कुरामा कमी कमजोरी नदिने भने हामीले एकदम जुटिरहेका छौँ है। नउठिँदैन भने हामीले एकदम जुट्ने नै छौँ। अनि जुट्नुपर्छ र तपाईँहरू पनि साथीहरू तपाईँहरू पनि आफ्नो बुढीलाई बच्चालाई माया गर्नुहोस्, परिवारलाई यसरी जुट्नुहोस् भन्दै अहिलेलाई बिदा।